मलाई आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। नमस्ते। विगत 4 वर्षदेखि मैले निरन्तर रूपमा देशका तस्करहरू भ्रष्टाचारीहरूको विषयमा सडकमा 300 इन्चका एलइडीहरू लगाएर मैले जुन भिडियोहरू सार्वजनिक गरेँ, यहाँदेखि मैले जुम्लासम्म पनि झन्डै 10 लाख रुपियाँ खर्च गरेर जुम्लामा पनि एलइडी लगेर मैले तस्करहरूको फोटो सार्वजनिक गरेँ, जसले देश सखाप बनायो। जो नेताहरूसँग मिलेर बिचौलिया दलालहरू, तस्करहरू, जसले व्यापार पनि आफ्नै हातमा, व्यवसाय पनि आफ्नै हातमा, उद्योग पनि आफ्नै हातमा, सहकारी पनि आफ्नै हातमा, लघु वित्त पनि आफ्नै हातमा, बैंक पनि आफ्नै हातमा, फाइनेन्स पनि आफ्नै हातमा र विदेशबाट आएको रेमिटेन्स पनि आफ्नै हातमा आउने जुन बाटो बनाए प्रपञ्च रथे, सम्पूर्ण नेपाल र नेपालीलाई कब्जामा राख्ने जुन 16 परिवार मारवाडी र 10 परिवार बिचौलिया नेपाली दलालहरू थिए, तिनलाई मैले सार्वजनिक गर्दाखेरि मलाई पहिलाको सरकारले पटक पटक थुन्यो। तर आज मलाई हिजोदेखि जुन बालन सरकारले, गृहमन्त्री सुदन गुरुङले जुन अपरेसन चलाउनु भएको छ, त्यसमा म एकदमै खुसी पनि मलाई लागेको छ। किनभने मैले निरन्तर उठाएका आवाजहरूलाई उहाँहरूले अहिले जुन तरिकाले अघि बढाउनु भएको छ, पक्रिनु भएको छ, कारबाही गर्नु भएको छ, मलाई पहिला विश्वास लाग्दैन थियो उहाँहरूले गर्नुहुन्छ भनेर। तर आज मेरै कुराहरूलाई टेकेर उहाँहरूले कहाँ र कसरी, कुन तरिकाले अघि बढ्न सकिन्छ भनेर उहाँहरू अघि बढ्नु भएको छ। उहाँहरूलाई शुभकामना छ र सम्पूर्ण नेपालीहरूले यो बेलामा साथ दिनुपर्छ उहाँहरूलाई। र उहाँहरूसँग मेरो विमति कहाँ हो भने एउटा कुरो के छ भने एसपीपी, आइपीएस र दलाई लामालाई उत्पत्ति गराउने काम, यहाँ जन्माउने काम र टिबेटियनहरूलाई नागरिकता दिने कामदेखि बाहेक, अमेरिका सेना यहाँ ल्याउने कामदेखि बाहेक अरू जुन अभियान थाल्नु भएको छ, यो सफाई अभियान थाल्नु भएको छ, यसमा जुन अभियान मैले थालेको थिएँ त्यही अभियान उहाँले गर्नु भएको छ। म पनि बालेनको ठाउँमा, बालेनजीको ठाउँमा पुगेको थिएँ भने मैले पनि त्यही गर्ने सोच राखेको थिएँ, तर उहाँले गर्नु हुँदैछ। मलाई आज म आफै प्रधानमन्त्री भएको फिल भएको छ। त्यसले गर्दाखेरि तपाईँलाई धेरै धेरै शुभकामना छ र नेपाल प्रहरीका विशेष गरेर डिआइजी हाम्रो मनोज केसीज्यूलाई मैले पहिला भनेको थिएँ, अहिले एआइजी हुनुभएको छ, उहाँलाई पनि यो अपरेसनमा खुट्टा नकमाउनुहोस्। किनभने देश यस्तो तस्करहरूको कब्जामा छ। 34 खर्ब रुपियाँ पैसा चाहिँ यहाँ छैन अहिले, 34 खर्ब रुपियाँ पैसा तपाईँहरूले छैन। र यो अपरेसन सफल भइसकेपछि म फेरि अरू भिडियोहरू सार्वजनिक गर्छु। जस्तो ब्याङ्कका धेरै कर्मचारीहरू पनि यसमा संलग्न छन्, ब्याङ्कका र राष्ट्र ब्याङ्कका कर्मचारीहरू पनि यसमा संलग्न छन्, भन्सारका कर्मचारीहरू छन्, मालपोतका कर्मचारीहरू छन्, सबै कर्मचारीहरू छन्। त्यसले गर्दाखेरि आज हाम्रो देश यो स्थितिमा पुग्नुको मेन कारण र आज युवाहरू विदेशिनुको मेन कारण, चेलीबेटीहरू बेचिनुको मेन कारण यिनै तस्करहरूको कारणले हो। हाम्रा चेलीबेटीहरूले सुत्केरी जिउ लिएर, 6 महिनाको सुत्केरी जिउ लिएर विदेश गएर पठाएको पैसा रेमिटेन्स पनि यिनै तस्करहरूको हातमा जान्छ। नक्कली नोटको कारोबार हुन्छ, यहाँ सुनको कारोबार हुन्छ, चाँदीको कारोबार हुन्छ, हतियारको कारोबार हुन्छ, यहाँ लागु औषधको कारोबार हुन्छ। हिजो बजुस्तानबाट हुने कारोबार आज नेपालबाट हुन थालेको छ। त्यसले गर्दाखेरि म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो राम्रो काम गरेकोमा साथ दिनलाई म हार्दिक आह्वान गर्दछु। किनभने म आज कसरी खुसी भएको छु भने मैले उठाएका कुराहरू उहाँहरूले पक्रिनु भएको छ। र सबैभन्दा खतरनाक मान्छे भनेको पवन गोल्यान हुन्। किनभने उनले त्यो रिलायन्सको सेयर राखेर 4 अरबमा फ्याक्ट्री खोलेको हो। त्यो रिलायन्सको सेयर अहिले तुरुन्त सरकारले रोका गरेर कारबाहीमा लैजाओस्, नभए धेरै नेपालीहरू टाट पल्टिँदैछन्, देशको आर्थिक टाट पल्टिँदैछ। किनभने यिनीहरूको छोरीहरूको बिहा गर्दाखेरि भियतनाममा बिहा हुन्छ, मालदिप्समा बिहा हुन्छ, दुबईमा बिहा हुन्छ, पैसा यहाँ कमाउँछन् मारवाडीहरूले। तर बिहा गर्न उहाँ पैसा लान्छन्, यहाँ खर्च गर्न पाइन्न भनेर। हिजो अस्ति मात्रै विशाल ग्रुपको छोरीको बिहामा झन्डै 5 अर्ब रुपियाँ पैसा भियतनाममा खर्च गरे, नेपालबाट कमाएर लगेर विशाल ग्रुपले। तुलसीलाल अग्रवाल, एनआइसी एसिया ब्याङ्क, अब तुलसीलाल अग्रवाल र विशाल ग्रुपलाई पक्रिने बित्तिकै ढल्दैछ। मारवाडीलाई पक्रिसकेपछि एनआइसी एसिया ब्याङ्कले सबैभन्दा फटाइ गरेको छ, सबैभन्दा बढी फटाइ गर्ने एनआइसी एसिया ब्याङ्क। त्यसले गर्दाखेरि यो ब्याङ्कको जुन सञ्चालकहरू छन्, यिनीहरू छोरे पनि भन्छन् भनेर यिनीहरूलाई कारबाही गरौँ त। यिनीहरूलाई कारबाही गर्न सक्ने हिम्मत गृहमन्त्री र प्रधानमन्त्रीले राख्नुपर्छ। तपाईँहरूले यो काम सफल गर्नुभयो भने यो देश आफै बन्छ, आफै फड्को मार्छ यो देशले। र 34 खर्ब रुपियाँ याद गर्नु होला। फेरि म कसरी भन्दैछु भने जम्मा देशमा भएको पैसा मध्ये 90 जना व्यापारीले 34 खर्ब रुपियाँ चलाएको छ। 90 जना व्यापारीले। त्यही
शङ्कर गोल्यानले 150 अर्ब रुपियाँ पैसा शङ्कर गोल्यानको उसमा छ, तर उसको यहाँ 20 अरबको पनि सम्पत्ति छैन। त्यसले गर्दाखेरि अरू पैसा कहाँ छ? नर्विक हस्पिटलमा भएको जग्गा चाहिन्छ कि छैन? राज्यको सम्पत्ति। अरू छन्, धेरै कुराहरू छन् र तपाईँहरू यो कारबाही अगाडि बढाउनुहोस् र मैले